दर्शन नमस्ते गाइस, सबैजनालाई स्वागत छ सुमन टेक च्यानलमा। कहाँबाट हेर्दै हुनुहुन्छ मेरो भिडियो सब्स्क्राइब गर्न नबिर्सिनु। भिडियो पुरा हेर्नुस्। फेसबुक आज प्रोफेसनल मोडमा कसरी लैजाने, पहिला फेसबुक प्रोफाइल यहाँ हेर्नु त स्क्रिनमा यस्तो हुन्छ। यसलाई फलोवरमा कसरी कन्भर्ट गर्ने र पेज कसरी बनाउने, आज विशेष भिडियो यो सम्बन्धी छ। भिडियो पुरा हेर्नुस्। मैले भनेको थिएँ नि तपाईहरुलाई, फेसबुक सम्बन्धी मैले जानेको A to Z, मैले भोगेको, मैले जानेको फेसबुकबाट कसरी अर्निङ गर्न सकिन्छ यो विषयमा मैले तपाईहरुलाई सिकाउने छु है। भिडियो चाहिँ पुरा हेरौँ। पहिला फेसबुकलाई प्रोफेसनल मोडमा कसरी लैजाने। फेसबुकलाई प्रोफेसनल मोडमा नलगाएसम्म अर्निङ गर्न सकिदैन है त। त्यसको लागि तपाईले आफ्नो फेसबुक प्रोफाइल खोलिसकेपछि यहाँ तपाईको यस्तो आउँछ हैन, अनि 3 डट छ नि यहाँ यता साइडमा कोडमा। आफ्नो प्रोफाइल खोलिसकेपछि यता कोडमा 3 डट छ, यो 3 डटमा क्लिक गर्नुस्। थोरै स्क्रल गर्दै सार्दै गइसकेपछि यहाँ टर्न अन प्रोफेसनल मोड भनेर लेखेको छ है। यदि कसैको यहाँ देखाउँदैन, यो प्रोफाइल लक गरेर राख्नुहुन्छ नि, उहाँहरुको चाहिँ देखाउँदैन है। यो प्रोफाइल लक छ भने यसलाई अनलक गर्नुस्, अनि बल्ल टर्न अन प्रोफेसनल मोड देखाउँछ। यो गर्ने चाहिँ जोले प्रोफेसनल मोडमा गर्नु भएको छैन, जसको यहाँ हेर्नुस् त यस्तो फलो देखाउँछ भने उहाँहरुले चाहिँ नगर्नुस् है। तर जोको यस्तो फलोइङ देखाउँदैन भने तपाईले चाहिँ यो गर्न जरुरी छ। पहिलो कुरो, टर्न अन प्रोफेसनल मोडमा क्लिक गरिसकेपछि यहाँ टर्न अन छ, यसमा क्लिक गर्नुस् है। यसमा क्लिक गरिसकेपछि नेक्स्ट गरिदिनुस्, अनि नेक्स्ट गरिदिनुस्, अनि टपमा पब्लिक छ नि त्यहाँ क्लिक गरिसकेपछि नेक्स्ट गरिदिनुस् है। अनि कन्फर्म गरिदिनुस्, नेक्स्ट गरिदिनुस्, नेक्स्ट गरिदिनुस्, स्किप गरिदिनुस्, स्किप गरिदिनुस्, अनि नेक्स्ट गो टु प्रोफेसनल ड्याशबोर्ड भनेर लेखेर आउँछ, त्यसमा क्लिक गरेर यहाँ तपाईले विकली च्यालेन्जहरु सबै देख्न सक्नुहुन्छ। यसलाई हेर्नुस्। जब तपाईले प्रोफेसनल मोडमा गराइसकेपछि तपाईको यसरी फलोइङ देखाउँछ। अनि तपाईले प्रोफेसनल ड्याशबोर्डमा गइसकेपछि यहाँ तपाईको 28 दिनको प्रोग्रेस देखाउँछ है। अनि यता साइडमा तपाईको मोनेटाइजेसन भनेर लेखेको छ यहाँ है। यो स्टार, एडवान्स रिल, बोनस, इन्वेस्टिमेट, मैले छोटकरीमा भनिदिन्छु यसको विषयमा। यो स्टारको चाहिँ 500 फलो पुगेपछि है सबैलाई मिल्छ। यो क्राइटेरिया दिएको छ स्टारमा, तपाईहरुको कसकोमा छ कसकोमा छैन त्यो चेक गर्नुस् हैन। 500 फलो, इजिलेबल कन्ट्री, कन्टेन्ट मोनेटाइजेसन पोलिसी फलो गरेको हुनुपर्छ। अनि तपाईको युआर प्रोफाइल अझै 500 फलो 30 दिन भित्रमा 500 फलो पुरा हुनुपर्छ यसमा भनेको छ है। ल, यो स्टारको लागि यही छ। एडवान्स रिलको लागि कुनै क्राइटेरिया छैन। अहिले दिँदाखेरि तपाईहरुलाई कन्टेन्ट मोनेटाइजेसनको टुल दिन्छ, त्यसबाट अर्निङ गर्ने हो। यो बोनसको, एडवान्स रिलको, इन्वेस्टिमेटको सेटअप चाहिँ दिँदैन, मोनेटाइज चाहिँ दिँदैन। अहिले तपाईहरुलाई दिँदाखेरि कन्टेन्ट मोनेटाइज नै दिन्छ। अनि रह्यो कुरा अब पेज कसरी गराउने त है। यो तपाईको प्रोफाइल छ, प्रोफाइललाई मात्रै प्रोफेसनल मोडमा लगेर पनि अर्निङ हुन्छ है। प्रोफाइलबाट पनि अर्निङ हुन्छ, पेजबाट पनि अर्निङ हुन्छ। तर पेज धेरै जनाले कमेन्टमा सोध्नु भएको थियो, पेज कसरी गराउने। तपाईको आफ्नो प्रोफाइल यसरी खोलिसकेपछि यता 3 लाइन छ नि, एउटा प्रोफाइल, त्यहाँ क्लिक गर्नुस् हैन। त्यहाँ क्लिक गरिसकेपछि थोरै स्क्रल गरेर सार्दै जानुस्, त्यहाँ पेजको अप्सन आउँछ है। पेजको अप्सन आइसकेपछि यहाँ क्रिएट भनेर लेखेको छ हैन, प्लसको चिन्ह भएकोमा त्यहाँ क्लिक गर्नुस्। त्यहाँ क्लिक गरिसकेपछि यहाँ माथि लेखेको छ पर्सनल प्रोफाइल, अनि तल लेखेको छ पब्लिक पेज। तपाईहरुले चाहिँ यो पब्लिक पेजमा क्लिक गर्नुस्। यदि क्लिक गरिसकेपछि नेक्स्ट गर्नुस्। नेक्स्ट गरिसकेपछि तपाईको पेजको नाम के राख्ने हो त्यो यहाँ चाहिँ लेख्नुस् है। मैले यो मेरो कुनै नाम राखिदिन्छु भन्दा सुमन, मैले यो मेरो आफ्नो नाम राख्दिन्छु जस्ट तपाईहरुलाई सिकाउनको लागि मात्रै है। नेक्स्ट गरिदिनुस् है। अनि नेक्स्ट गरिसकेपछि तपाईको यो सर्च यो क्याटेगोरी भनेर लेखेको छ, यहाँ तपाईले कस्ता खाले भिडियोहरु बनाउनुहुन्छ है। फनी गराउनुहुन्छ भने कमेडियन राख्नुस्, या म्युजिक गर्नुहुन्छ भने म्युजिक राख्नुस् हैन। यहाँ दिन्छ तपाईले, मैले यहाँ कमेडियन राख्दिन्छु। यहाँ 3टा राख्न मिल्छ तपाईले है। मैले यो एक्जाम्पलको लागि मात्रै बताएको, मसँग धेरै पेजहरु छन्। यति गरिसकेपछि यो क्रिएटमा क्लिक गर्नुस्। यो चाहिँ 2टा अप्सन आउँछ यहाँ। तपाईले चाहिँ केही पनि नहेरिकिन तल हामीले चाहिँ कन्टेन्ट क्रिएटर हो है, यसमा सोधेको छ
तपाईले चाहिँ यो तल्लो सेकेन्ड नम्बरमा क्लिक गर्नुस्। सेकेन्ड नम्बरमा क्लिक गरिसकेपछि कन्टिन्यू गरिदिनुस्। अनि तपाईले यो बियोमा के लेख्न सक्नुहुन्छ है, फिनिश सेटिङ योर पेज भनेर लेखेको छ माथि चाहिँ यो बियोमा तपाईले यो आफ्नो पेज सम्बन्धी आफ्नो बारेमा लेख्न सक्नुहुन्छ। अनि वेबसाइट तपाईको कुनै छ भने हाल्नु होला, छैन भने छोडिदिनुस्। अनि इमेल हाल्नुस्, फोन नम्बर हाल्नुस् हैन। अनि तपाईको एड्रेस हाल्नुस्, कन्ट्री टाउन अगर सिटी टाउन हाल्नुस्। अनि पोस्ट कोड तपाई बसेको ठाउँको गुगलमा सर्च गरेर पनि भेटिन्छ। या यदि मलेसियामा हुनुहुन्छ भने मलेसियामा तपाईको जलन कार्डमा पनि हुन्छ पोस्ट कोड है। यति गरिसकेपछि नेक्स्ट गरिदिनुस्। तपाईको यो नेक्स्ट गरिसकेपछि तपाईले यहाँ चाहिँ आफ्नो प्रोफाइल पेजको प्रोफाइल फोटो राख्नुस् है। मैले यहाँ मैले फोटो चुज गरेँ। यो क्यामेराको बटनमा गइसकेपछि त्यहाँ क्लिक गर्नु भने ग्यालेरी ओपन हुन्छ। ग्यालेरीबाट तपाईले फोटो चुज गर्न सक्नुहुन्छ। अनि यो पछाडिको ब्याकग्राउन्ड हुन्छ नि, यो पछाडिपट्टि पनि तपाईले ब्यानर फोटो पनि राख्न सक्नुहुन्छ, कुनै फोटो। भिडियो थोरै लामो हुन्छ, पुरा हेर्नुस्। अनि हेरेपछि मात्रै सिकिन्छ है। यो मैले गरेको तरिका, मैले जानेको तरिकाबाट तपाईहरुलाई सिकाउँछु। मैले यसरी नै गरेको हो पहिला है। मेरा पेज प्रोफाइल मोनेटाइज छ, फेसबुकबाट राम्रो अर्निङ गर्छु मैले पनि। यो नेक्स्ट गरिदिनुस् है। नेक्स्ट गरिसकेपछि तपाईले चाहिँ तपाईको फेसबुक प्रोफाइलमा है, तपाईको फेसबुक प्रोफाइललाई तपाईको फेसबुक प्रोफाइलमा भएको फ्रेन्डहरुलाई यहाँबाट डाइरेक्ट इन्भाइट गर्न सकिन्छ। यसले गर्दा पनि तपाईलाई थोरै फलो बढ्ने सम्भावना हुन्छ। तपाईले यहाँ सी अलमा क्लिक गर्नुस्, के अरे सिलेक्ट अलमा क्लिक गर्नुस्। यति गरिसकेपछि नेक्स्ट गरिदिनुस्, इन्भाइट गरिदिनुस्, डन गरिदिनुस्। ल तपाईहरुको पेज बनेर आयो। भिडियोहरु अपलोड गर्नुस्, फोटो अपलोड गर्नुस् है, स्टोरी लेख्नुस्, स्टोरीमा भिडियोहरु अपलोड गर्नुस्, ट्याग्स लेख्नुस्, रेगुलरली काम गर्नुस्। यसरी पेज बनाएर प्रोफाइलबाट पनि अर्निङ हुन्छ, पेजबाट पनि अर्निङ हुन्छ। अनि आजको भिडियो चाहिँ कस्तो लाग्यो तपाईहरु बुझ्नुभयो कि भएन कमेन्ट गर्नुस्। अनि भिडियो शेयर गर्नुस्। सब्स्क्राइब गर्नु भएको छैन भने सुमन टेक च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला। जय नेपाल।